गाइज हो गाइज नमस्कार गाइज हेर्नुस् गाइज म चाहिँ अहिले आफ्नो खेतीपातीमा छु गाइज। अब के गर्नु, खेती गरेपछि मलजल गर्नु पर्यो, पानी लगाउनु पर्यो, गोडमेल गर्नु पर्यो, पछि धान फलाउनु पर्यो, धानको भात खानु पर्यो हैन गाइज। त्यही भएर म चाहिँ अहिले आफ्नो खेतीपातीमा छु है गाइज। के गर्नु गाइज, यस्तै छ यहाँ मेरो धान रातेले खाएर सको। के गर्नु, राते लाएछ हौ गाइज मेरो धानमा यसरी रातेले भुसकुट बनायो। झारते यस्तै पलाउँछ अनि कि गाइज। अरू भन्दाखेरि नि गाइज म चाहिँ यो खोलाबाट त्यहाँ पर पाइप अलिअलि देखिँदैछ सेतो सेतो, यो चाहिँ यो खोलाबाट पानी तानेर यता खेतमा लाउँछु क्या म चाहिँ। यता यसरी खेतमा पानी लाउने गरेछ। अब यो नाला देख्नु हुँदैछ, तर यो नाला चाहिँ हाम्रो यो चाहिँ उताको पैनीको उता बाटोको पानीको निकास हो। अब अहिले पानी त परेको छैन, पानी नपरेपछि त यो नालामा पानी हुँदैन, सुक्खा छ। पानी नपर्नाले गर्दाखेरि गाइज मेरो खेत चाहिँ अहिले सुकेर टङटङ भएको छ। यो चाहिँ तल अलिकति यो सिमसार भएकोले अलिकति पानीहरू उम्रिन्छ। यो पानीहरू उम्रेको ठाउँमा चाहिँ खासै पानी लाउनु पर्दैन, यहाँसम्म चाहिँ। अब यहाँदेखि माथि चाहिँ फेरि पानी लाउनुपर्छ। हेर्नु न के गर्ने। यो नालादेखि यता चाहिँ अब अर्कैको हो, यो नालादेखि यता चाहिँ आफ्नो हो। यो आफूले गरेको खेतीमा अब हेर्नुहोस्, नाला त छ नि यहाँ यत्रो, नालामा पानी छैन, सुक्खाराम, पानी पर्दैन। के गर्नु, मोटरले पानी तानेर यसरी चाहिँ म लाउँदैछु है गाइस, खेतमा पानी लाउँदैछु। अब कहिले फल्ला धान, कहिले खान पाउँला भात भने जस्तो भइरहेछ है गाइस। के गर्नु, यस्तै छ जिन्दगी गाइस। अब घाम हेर्नुहोस् यस्तो लागेको छ, टन्टला पुरो घाम लागेको छ। यो घाममा पनि अब सकी नसकी भए पनि खेतमा पानी लाउनु परेको छ। घामले हान्छ त्यस्तै राम। हाम्रो घामको त नि श्रीमती पहिला जानुभएको अरे, आजकल साह्रै नै छैन, रिसाइरहनु भएको छ। साला त्यो मेरो श्रीमती लाने जारलाई भेटाएँ भने छ्याप्पै पारेर काट्छु त भनेको, जलाएर भस्म गरिदिन्छु भनेर साह्रै रिसाइरहेको छ। त्यसैले चाहिँ गाह्रो भइरहेछ अहिले। हेर्नुहोस् गाइस, यस्तै छ गाइस। यो चाहिँ गाइस, यो चाहिँ तपाईँको यहाँबाट यसरी हेर्दाखेरि सर्लक्कै यो तल पर फारमको सिमाना ठ्याक्कै खोलासम्म हो। यस्तै छ है गाइस। ल गाइस, अब यो एउटा चाहिँ ठुलो गरा चाहिँ भरिन लागेछ। अब फेरि यो भरिन लाग्यो। अब यो ठुलो गरा यो पानी लगभग भरिएछ, यसलाई चाहिँदो पुग्ने भएछ। अब हेर्नु न, यसलाई हाल्नुपर्ने भयो। यसलाई अब कसरी हाल्ने, यसरी हेर्नु त यहाँ सुकेर टङ टङ भएको छ मेरो खेत त। है नपरेर खेतमा बिजोग छ, पटपटी फुट्छ बा। के भएको भन्नु, घाम के अरे घाम लागेर, पानी नपरेर घाम धेरै लागेर खेत पटपटी फुट्यो अरे होइन गाइस। यस्तै छ है गाइस, के गर्ने। पानी लाउँदैछु ल, हस् त।